रामेछापको ऐतिहासिक धार्मिक तीर्थस्थलको रूपमा रहेको शक्तिपीठ खाँडादेवीको दर्शन गर्न आउने मानिसको संख्या दिनदिनै बढ्दै गएको छ। केही समय यता मन्दिरमा दर्शन गर्न आउनेको संख्या उल्लेख्य मात्रामा बढेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो। मन्दिरमा दैनिक सयौंको संख्यामा दर्शनार्थीहरू आउने गरेका छन्। शनिबार चाहिँ हजारौं चाहिँ भक्तजनहरू चाहिँ आगमन हुने र चाहिँ यहाँ चाहिँ दर्शन गर्ने एउटा यहाँ चाहिँ तपाईँ खाँडादेवीमा आफ्नो चाहिँ कथा व्यथा आफूले परेको दुःख चाहिँ यहाँ पोखेपछि सबै पुरा हुने भएको कारणले यो खाँडादेवी मन्दिरमा प्राय आफ्नो चाहिँ तपाईँको चाहिँ मनोकांक्षा पुरा भएपछिको चाहिँ खाँडादेवीमा दर्शन गर्ने आउनेको चाहिँ भिड ज्यादा रहन्छ। मन्दिरमा दर्शन गर्नको लागि काठमाडौँ उपत्यकाका साथै तराई रामेछापसँग जोडिएको काभ्रे, दोलखा, ओखलढुङ्गा, सिन्धुलीका मात्र होइन देशभरकै मानिसहरू आउने गर्दछन्। इन्डियाबाट समेत दर्शनार्थीहरू दर्शनको लागि खाँडादेवी आउने गरेका छन्। विष्णु भक्त काशी छोरा कहाँबाट आउनुभयो? भक्तपुर। के गरी थाहा पाउनुभयो यो खाँडादेवीको बारेमा? हजुर सबैमा आएछ नि, समाचारमा पनि आएछ, यताउति गाडीमा पनि लेखा हुन्छ खाँडादेवी भनेर। त्यो सुनेर आउनुभयो? कस्तो लाग्यो यहाँ आइपुग्दा? रमाइलो लाग्यो। रमाइलो छ। के माग्न आउनुभयो? प्राय देवी देवताको थानमा माग्न गइन्छ भन्छन् हैन? आउनु आस्था हो। आस्था यही माग्छु भन्ने चाहिँ छैन। त्यस्तो छैन। हस् हस् ल। आमा पनि उहीबाट आउनु भयो हो? भक्तपुरबाटै? ए अनि कति घन्टा लाग्यो आइपुग्दा? 6 घन्टा जति लाग्यो। यहाँ आइपुगेपछि चाहिँ कस्तो अनुभव भयो हजुरलाई? यहाँसित राम्रो भयो। साङ्गुनारायण वडा नम्बर 5 कालीतार। केही थाहा पाउनु भएको थियो यहाँ आउनुभन्दा अगाडि खाँडादेवीको बारेमा चाहिँ? खाँडादेवी त सबैले प्रचार गरिरहेको छ कि जुनसुकै ठाउँमा पनि, यहाँ मात्रै होइन जुनसुकै ठाउँमा प्रचार गरेको ठाउँमा एकचोटि नपुगेको ठाउँमा चाहिँ हामी पुग्न आएको। पुगौँ भनेर यहाँ आइपुग्दाखेरि कस्तो लाग्यो? राम्रो, एकदम राम्रो। मन्दिरैभित्र चाहिँ गर्नुपर्ने के देख्नु भएको छ? मन्दिरभित्र त अहिलेसम्म त राम्रै गरेको छ, अरू केही बाँकी छैन जस्तो छ है मैले हेर्दाखेरि। अहिलेसम्म राम्रै बनाएको छ, राम्रै तरिका छ। खाँडादेवीलाई पुरानो ऐतिहासिक र धार्मिक महत्त्वको शक्तिपीठ मानिन्छ। यसको इतिहास कति पुरानो हो भन्ने कुराको कुनै तथ्याङ्क नै छैन। यो मन्दिरमा विक्रम सम्वत 1240 मा चढाएको चाँदीको जन्तर फेला परेको विकास कोषको भनाइ छ। तथापि त्यसको पुरातात्विक पुष्टि हुन भने बाँकी छ। विक्रम सम्वत 1573 मा मन्दिरमा चढाएको घण्टा सुरक्षित रूपमा रहेको छ। पछिल्लो पटक 1515 माघ 15 गते खाँडादेवीको शिला फेला परेको भन्ने भनाइ रहँदै आएको छ। तर विक्रम 1240 मा चढाएको चाँदीको जन्तर फेला पर्नुले यसको इतिहास निकै पुरानो रहेको अनुमान गर्न सकिन्छ। शिवपुराणको हिमवत खण्डमा रोसमती अर्थात् रोसी र सुनकोशी नदीको संगम कुशेश्वरमा देवीले सुम्ब र निसुम्ब नामका राक्षसहरूलाई वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्गगाडी कालिन्चोकमा अन्तर्धान भएको उल्लेख छ। त्यसैले पनि यो मन्दिरलाई पौराणिक र ऐतिहासिक मन्दिर मानिन्छ। नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुली गढीपछि खाँडादेवी, चिसापानी र तिल्केस्थान लगायतका गढीहरूमा सहायक गढी बनाई किल्ला बनाएर लडाईँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ। सिन्धुली गढीको लडाईँमा खाँडादेवीसँग बल पुकारा गरेर विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई काठमाडौँ लैजान खोजेकोमा सेनाले कतै पनि नबिसाई लगेकोमा शिला साँगामा पुर्याएर बिसाउँदा 2 पटक अलप भएपछि पुनः तेस्रो पटक भक्तपुरको खोपीढुङ्गा पुर्याएर बिसाउँदा अलप भएको र खाँडादेवीमै आएर उत्पत्ति भएको भन्ने भनाइरहेको छ। शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको कमला माईलाई परेवा, मङ्गला देवीलाई भाले, भैरवी देवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिई पूजा चलाएको भनाइ छ। बडा दशैंको नवमी र चैत्य दशैंको रामनवमीमा मन्दिरमा दरबारबाटै पूजा सामग्री पठाएर पूजा हुने गर्दथ्यो। तर अहिले मन्दिरबाट विकास कोष मार्फत नै सो पूजा हुँदै आएको छ। गणेशलाई चाहिँ नि पोथी, हजुर, माईलाई परेवा पंखी, हजुर, अनि भैरवलाई राँगो, मङ्गलदेवीलाई भाले, खाँडादेवीलाई बोका पाठी, हाँस।
अघिपछि भन्दा 2वटा दशैंको बेलामा मन्दिरमा आउने दर्शनार्थीको संख्या निकै हुने गर्दछ। मन्दिरमा भाकल गरेकाहरू बलि र पञ्चबली लिएर आउने गर्दछन्। साउन महिना बाहेक यो मन्दिरमा बाँकी 11 महिना नै बलि हुने गर्दछ। खाँडादेवी सबैको आस्था र विश्वासको देवीको रूपमा मानिन्छ। तपाई पनि खाँडादेवी जानुहोस्, खाँडादेवी माताको दर्शन गर्नुहोस् र आशीर्वाद प्राप्त गर्नुहोस्।